अब म आफ्नो मनको कुरा सुनाउनका लागि हामीसँग रुकुम पश्चिमका छोरीहरू हुनुहुन्छ। म क्रमशः उहाँहरूलाई आमन्त्रण गर्छु। मुसिकोट नगरपालिकाबाट लक्ष्मी खत्री हुनुहुन्छ, मञ्चमा आइदिनु होला। लक्ष्मी खत्री। त्यस्तै गरी बाँफीकोट गाउँपालिकाबाट कविता खत्री हुनुहुन्छ, उहाँलाई पनि मञ्चमा स्वागत गर्छु। एकदमै छिटो है, हाम्रो स्वयंसेवक साथीहरूले तयार गरेर राखिदिनु पर्ला, हामीसँग समय अत्यन्त कम छ। त्यस्तै गरी हामीसँग रुकुम पश्चिमकै त्रिवेणी गाउँपालिकाबाट अस्मिता मल्ल हुनुहुन्छ, म स्वागत गर्छु मञ्चमा। र सानीभेरी गाउँपालिकाबाट सहिष्णुता पुन हुनुहुन्छ। र सँगसँगै हामीसँग यही टिममा जोडिन सुर्खेतको भेरीगङ्गा नगरपालिकाबाट ऋतु विक पनि हुनुहुन्छ, म उहाँलाई पनि मञ्चमा स्वागत गर्छु। ऋतु विक सैनिकको तालिम केन्द्रहरूमा लेखिने गरेको सुनिने गरेको एकदमै ठुलो एउटा भनाइ के छ भने, बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा। जसले तालिममा पसिना बगाउन अल्छी गर्दैन त्यसले रणमैदानमा रगत बगाउनु पर्दैन। यसले गर्दाखेरि रगत नबगाउनका लागि हामीले तालिममा पसिना बगाउन एकदमै जरुरी छ। यहाँहरूलाई स्वागत छ। रुकुम पश्चिमबाट हुनुहुन्छ, मेरो घर पनि रुकुम पश्चिम हो, तपाईँ हामी जिल्लावासी भएका छौँ। अब हामी छोरीका मनका कुरा सेसनमा तपाईँहरूसँग कुराकानी गरौँ है। छोटोमा परिचय पनि तपाईँहरूले आफ्नो सुरुको प्रश्नमा दिनुभयो हुन्छ, तर एकदमै छोटोमा आफ्नो नाम मात्रै भन्नु होला, भूमिका नबाँधिकन सोधेका प्रश्नको छोटो छोटो जवाफ दिने कोसिस गर्नु होला। मैले प्रश्न सोध्ने भन्दा पनि सहजीकरण मात्रै गर्छु है। सुरुमा म तपाईँबाट जान्छु। रुकुमबाट कर्णाली छोरी सम्मेलनको यो कार्यक्रममा आउन तपाईँ एउटा छोरी भएको हिसाबले कस्तो प्रकारको सुख दुःख बिहोर्नु पर्यो? सबैजनालाई नमस्कार, मेरो नाम लक्ष्मी खत्री, म रुकुम पश्चिम मुसिकोटलाई रिप्रेजेन्ट गर्छु। उताबाट यता आउँदासम्म चाहिँ मलाई कार्यक्रम सम्बन्धी थाहा थियो, अनि मैले पालिकामा पनि भनेँ, अनि मेरो नाम लेखिदिनु भयो। अनि हल्का कन्फ्युज लाग्यो कि चाहिँ पालिकाले बिहोर्ला कि नाइ भन्ने चाहिँ हल्का थियो, अनि त्यही हो। ओके, तपाईँको कुरा सुनौँ। तपाईँलाई चाहिँ आफ्नो घरबाट आमालाई बुबालाई बिदा मागेर सरसँग कुरा गरेर कर्णाली छोरी सम्मेलनमा सुर्खेतको यो ठाउँमा आउन चाहिँ तपाईँलाई कतिको गाह्रो साह्रो अप्ठ्यारो सजिलो के भयो? सर्वप्रथम मेरो नमस्ते, मेरो नाम कविता खत्री, रुकुम पश्चिमबाट बाफीगढ गाउँपालिकाबाट म यस छोरी सम्मेलन 2082 सालको पावन अवसरमा म यहाँ सहभागी हुन पाउँदा मलाई धेरैभन्दा धेरै खुसी भएको छ। किनभने मैले केही त्यस्तो नजानेको कुरा, त्यस्तो केही नबुझेको कुरा, महिला हिंसा अनि हामी त्यसमा अहिले आउँछौँ। तपाईँलाई घरबाट यहाँसम्म आउँदाखेरिको सजिलो अप्ठ्यारो के हो, ठ्याक्क त्यति भनिदिनु पर्ला। त्यस्तो अप्ठ्यारो चाहिँ केही भएन। बाफीगढका सरहरूले गरिदिनु भयो कन्ट्याक्ट मलाई, अनि म आएँ। उहाँलाई सोधौँ। अब तपाईँलाई चाहिँ यहाँसम्म आउनको सजिलो अप्ठ्यारो के हो, जे हो त्यही भन्नुहोस् है। सबैजनालाई नमस्ते, मेरो नाम अस्मिता मल्ल, रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिका वार्ड नम्बर 1 देखि। के भन्नुभएको? तपाईँलाई आफ्नो घरबाट यहाँसम्म आइपुग्न, यो अहिले जहाँ बसिराख्नु भएको छ यहाँसम्म आइपुग्न चाहिँ तपाईँले के सजिलो अप्ठ्यारो बिहोर्नु पर्यो, कतिको दुःख बिहोरेर यहाँसम्म आउनुभयो? केही न केही दुःख त भयो होला नि त भनेर सोध्न खोजेको। खासै त्यस्तो दुःख त केही भएको होइन। अलिक नजिक बनाउनुहोस् त माइक। दुःख केही पनि भएन, सजिलै आउनु पर्यो है। ओके, तपाईँको कुरा सुनौँ। धन्यवाद। सर्वप्रथम सबैलाई नमस्कार, मेरो नाम सहिष्णुता पुन मगर, म सानीभेरी गाउँपालिका रुकुम पश्चिमबाट आएको। तपाईँलाई चाहिँ यहाँसम्म आउन कतिको घरमा आमालाई सोध्नु पर्यो, बुबालाई सोध्नु पर्यो, सरलाई सोध्नु पर्यो होइन? यहाँ नआएको ठाउँमा आउँदाखेरि यहाँसम्म पुग्दाखेरि तपाईँले बेहोरेको दुःख अथवा सुख सजिलो के हो? हामीसँग चाहिँ पालिकाबाट संरक्षकको रूपमा एउटा म्याडम आउनुभएको छ, त्यही भएर धेरै दुःख भोग्नु परेको छैन, राम्रै भएको छ। अब तपाईँलाई सोधौँ। हजुर, यही प्रश्न, तपाईँलाई यहाँसम्म आउनु पर्दाको सुख दुःख चाहिँ के भयो भनेर?
नमस्कार, मेरो नाम ऋतिविका, मेरो ठेगाना भेरीगङ्गा 11 रामकार सुर्खेत। कर्णाली छोरी सम्मेलनलाई धेरै धेरै धन्यवाद। यो मञ्चमा आएर मैले बोल्न पाउँदा धेरै खुसी लागिरहेको छ मलाई। तपाईँलाई चाहिँ यहाँसम्म आउँदाखेरि सजिलो अप्ठ्यारो के भयो? के सजिलो के अप्ठ्यारो भयो मलाई यहाँ आउँदा चाहिँ केही पनि अप्ठ्यारो भएन। मेरो मम्मी चाहिँ पहिला नेता हुनुहुन्थ्यो, उहाँले चाहिँ यस्तो कार्यक्रममा जानुपर्छ, यस्तो कार्यक्रममा अगाडि बढ्नुपर्छ, आफूले के गर्नुपर्छ भन्नुभएको कारणले पनि मलाई यहाँ आउन उत्साहित भएर मलाई त्यस्तो कुनै पनि अप्ठ्यारो परेन। ओके, जे होस् सजिलै सबैजना आउनुभयो। लक्ष्मीजीलाई अलिकति यहाँसम्म आउँदाखेरिको खर्च बेरिङ नहोला कि भन्ने चिन्ता अहिले पनि छ, त्यसको व्यवस्थापन भइ नै हाल्छ होला होइन। मलाई पनि अब त्यो थाहा छैन, हुन्छ होला भन्ने आशा गरौँ होइन। अब म अघि हाम्रो हुम्लाको साथीहरूलाई पनि सोधेको थिएँ, तपाईँहरूलाई पनि सोध्छु, तपाईँहरूको आफ्नो मनको कुरा कसैलाई सुनाउन पाउनु भएको छ कि छैन? कसैले तपाईँको मनको कुरा सुनिदिएको छ कि छैन? अथवा कसले सुनिदियोस् भन्ने चाहनुहुन्छ? ऊ तपाईँबाटै सुरु गरौँ। मनको कुरा, मेरो मनको कुरा चाहिँ फर्स्टमा मेरो मम्मीलाई नै सुनाउँछु मैले। अब हरेक सुख दुःख भन्दा नि फर्स्टमा मम्मीलाई नै भन्ने गरिन्छ, मम्मी यस्तो भएन, मम्मी उस्तो भएन। आफ्नो सानो आफूमाथि केही दुःख पऱ्यो भने पनि मम्मीलाई सुनाउन सकिन्छ नि त फर्स्टमा, साथीहरूलाई पनि सुनाउन सकिन्छ, तर मनको कुराहरू म मम्मीलाई नै सुनाउने गर्छु प्रायः। तपाईँलाई सोध्छु, तपाईँको आफ्नो मनको कुरा चाहिँ कसले सुनिदियोस् जस्तो लाग्छ? मेरो मनको कुरा चाहिँ घर परिवारले सुनिदिनुहुन्छ, मलाई घर परिवारले नै सुनिदियोस् जस्तो लाग्छ। घर परिवारमा पनि कसले बढी सुन्नुहुन्छ? मम्मी बुवा दुवैले बराबर सुन्नुहुन्छ। आमा र बुवा सबैले है, धन्न आमा बुवाले पनि सुन्नु हुँदो रहेछ। अघि सबैले आमा आमा मात्रै भन्नुभयो, त्यो भएर ओके। तपाईँको मनको कुरा चाहिँ कसैलाई सुनाउन पाउनु भएको छ कि छैन? पाउनु भएको छ। कसलाई सुनाउनुहुन्छ? मेरो आमा बुबा अनि यस्तो के प्रकृति आमा बुवा घर परिवारलाई नै सुनाउनुहुन्छ है। ओके, तपाईँको कुरा सुनौ। मेरो कुरा चाहिँ आमा बाबा दुवैले सुन्नुहुन्छ र सुनाउँछु भने। ओके, तपाईँलाई? म चाहिँ कस्तो भने अब मेरो मनको कुरा जुन पक्षसँग सम्बन्धित छ त्यो पक्षलाई चाहिँ राखेकै हुन्छु के। अब कस्तो भन्दा अब कुनै एक्ज्याक्टली पोइन्टमा गर्नु, अब स्कुलको समस्या मेरो मनमा अब यसमा यस्तो गर्दै हुन्थ्यो है जस्तो लाग्यो भने म प्रिन्सिपल सरलाई भन्छु। अनि स्कुलको समस्या अब टिचरले हामीलाई राम्रोसँग पढाएन भने मेरो मनको कुरा यसले यसरी पढाइ हुन्थ्यो जस्तो लागेको हुन्छ, अनि म त्यो टिचरलाई भन्छु। अनि पालिकामा हाम्रो पालिकाको मान्छेले यस्तो गर्दै हुन्थ्यो नि जस्तो लाग्यो भने म त्यो पालिकामा गएर आफ्नो मनको कुरा भन्छु त्यहाँ गएर। अनि अब आफ्नो मनको कुरा अनि आमा इन्डिया हुनुहुन्छ होइन, आमालाई पनि मलाई यस्तो समस्या भयो उस्तो समस्या भयो त्यति भन्दिनँ, किनकि आमालाई पिर पर्छ नि त। अनि त्यही भएर आफ्नो अलि मनको पर्सनल कुराहरू हुन्छ नि, पर्सनल कुराहरू चाहिँ आफ्नो कुरा मनको कुरा मनमै राखेको बेस्ट लाग्छ मलाई, किनकि त्यति भन्नु पनि हुन्न बाहिर, आफ्नो मनको कुरा दुःख देखाउनु पनि हुन्न। मनको कुरा मनमै राख्नुपर्छ, तर मनमा गाँठो पर्न दिनु हुँदैन। फेरि त्यो धेरै थुप्रियो भने कुहियो भने गनाउँछ, फेरि मनलाई दुःख हुन्छ। त्यसले गर्दाखेरि अलिअलि राख्ने, अलिअलि फेरि खोल्ने होइन, त्यसो गर्नुपर्छ। ओके, अब तपाईँहरूलाई थाहा हुनुपर्छ पक्कै पनि होइन, किनभने तपाईँहरू 8, 9, 10 कक्षा 11 कक्षासम्म पढ्नुहुन्छ भने हाम्रो स्थानीय सरकार हुन्छ, त्यसको अध्यक्ष हुन्छ, पालिकामा उपाध्यक्ष हुन्छ, नगरपालिकामा प्रमुख उपप्रमुख हुन्छ। त्यो त हामीलाई थाहा छ लगभग होइन। अब हाम्रा पालिकाहरू, हाम्रा स्थानीय सरकारहरू, हाम्रो काका वडा सदस्य हुनुहुन्छ, हाम्रो आमा वडा अध्यक्ष हुनुहुन्छ, हाम्रो आफ्नै अङ्कल वडा नगरपालिकाको प्रमुख मेयर हुनुहुन्छ हो नि है। भनेपछि हाम्रो गाउँठाउँको विकासका लागि, तपाईँ हाम्रो समस्या समाधानका लागि उहाँहरूले चाहिँ हाम्रो कुराहरू सुन्नुभएको छ त? छोरीहरूको कुरा सुन्नुभएको छ त? उता छेउबाट सुरु गरौँ, माइक्रोफोन पुऱ्याइदिनुहोस् त। छोरीहरूको कुरा हाम्रो सरकारका प्रतिनिधिहरूले सुन्नुभएको छ अथवा सुनाउन पाउनु भएको छ त? थाहा पाउनु भएको छ त? सुनाएको भए चाहिँ सुन्नुहुन्थ्यो होला, तर हामीले सुनाउन सकेको छैनौँ। किन सक्नु भएन सुनाउन? किन भन्दा चाहिँ अब उहाँहरू हामीभन्दा ठुलो हुनुभयो नि त, अब हामीले सुनाउँदाखेरि सुन्नुहुन्न कि जस्तो लाग्ने आफूलाई लाग्दो रहेछ त्यस्तो। एकैछिन ल, तपाईँलाई यहीँनिर रोक्छु। तपाईँहरू 4 5 जना मध्ये कतिले चाहिँ भोट हाल्नु भएको छ? हात उठाउनुहोस् त। भोट हाल्नु भएको छ कसैले? छैन है, भोट हाल्न पाउनु भएको छैन। यो हलमा मेरो आवाज सुनिएको छ पछाडिसम्म? मोबाइल चलाउन, स्विगम चपाउन, टिकटकमा भिडियो हेर्न, काफीमा चित्र बनाउन व्यस्त हुनुहुन्छ कि?
यो हात एकदमै चलिराख्न मन लाग्छ के घरि के गरौँ हुन्छ। त्यस्तो भएको छ? बोरिङ भएको छ? नहोस् भनेर कामना गर्छु म है। तपाईँहरूमध्ये यहाँ कतिजनाले भोट हाल्नु भएको छ, मतदान गर्नुभएको छ? हात उठाइदिनुहोस् त। 1 जना, 2 जना, 3 जना, 4 जना, 5 जना मात्रै। भनेपछि 84 सालमा तपाईँहरू सबै भोट हाल्ने हो होइन त? हो ल, तपाईँहरूलाई शुभकामना है। भनेपछि अब तपाईँ हामीले भोट हाल्ने जनप्रतिनिधिलाई किन तपाईँले आफ्नो भोट हालेको जनप्रतिनिधि चिन्दै पनि किन चाहिँ आफ्नो कुरा सुनाउन पाउनु भएन? किन सुनाउन सक्नु भएन? के कुराले रोक्यो त? के कुरा भन्नाले नै आफ्नो डर फर्स्टमा त डर भयो है। तर अब बिस्तारै डर घट्दैछ। तपाईँलाई सोध्छु, अब 84 सालमा भोट हाल्ने हो, भोट हाल्न उमेर पुग्छ, कति 18 वर्ष पुग्यो भने भोट हाल्न पाइन्छ होइन त? भनेपछि 84 मा भोट हाल्ने भनेपछि अहिले दिमागमा कस्तो मान्छेलाई भोट हाल्न पाए हुन्थ्यो जस्तो लाग्छ? र भोट हालेर जनप्रतिनिधि भएकाहरूलाई, नेताहरूलाई चाहिँ तपाईँले आफ्नो कुरा सुनाउन पाउनु भएको छ कि छैन? त्यस्तो सुनाउने अवसर त मिलेको छैन, अवसर नै मिल्दैन। अनि कसरी सुनाउनु? के 84 मा भोट हाल्दाखेरि जनताको कुरा बुझिदिने, कुरा सुन्न मौका अवसर प्राप्त गरिदिने जस्ता नेताहरूलाई चाहिँ भोट हाल्ने, अनि छोरीहरूको समस्या बुझिदिने, सबै जनताको समस्या बुझेर समाधान गर्ने जस्ता नेताहरूलाई मात्र भोट हाल्ने, छनौट गर्ने गर्नुपर्दछ। हाम्रो आफ्नो गाउँघरको समस्या, रुकुम पश्चिम पेरिफेरीको समस्याहरूलाई हामीले हाम्रा नेताहरूलाई, हाम्रा जनप्रतिनिधिहरूलाई, अभिभावकहरूलाई तपाईँले चाहिँ कहिलेकाहीँ भन्न पाउनु भएको छ कि छैन? समस्याहरू, तपाईँको आफ्नो समस्याहरू पाएको छु तर भनेको चाहिँ समाधान भएको छैन। तिमी केटाकेटी धेरै नबोल्ला, बच्चा आफ्नो काम गरेर पढ भन्नुहुन्छ हो? हजुर। तपाईँलाई सोध्छु, तपाईँले चाहिँ पाउनु भएको छ आफ्नो समस्याहरू जनप्रतिनिधिहरूलाई, नेताहरूलाई सुनाउन पाउनु भएको छ? छैन। छैन है। किन छैन? के कारणले छैन? तपाईँ आफैले अल्छी गर्नुभयो कि बोल्ने अवसर पाइएन कि के भयो? बोल्ने अवसर पाइएन है। हजुर। अब चाहिँ बोल्ने आँट आउला जस्तो छ? हजुर छ। ओके, तपाईँको कुरा सुनौँ। मेरो चाहिँ आफ्नो फिल्ड अनुसार मेरो चाइल्ड एक्टिभिस्ट भएको कारणले चाहिँ बाल क्लबमा के गर्ने के नगर्ने मैले हाम्रो पालिकाको मेयर उपमेयरलाई भनिरहेको हुन्छु। उहाँहरूले सुन्नुहुन्छ, यति बजेट छुट्याइदिनु भन्दा पनि उहाँले बजेट चाहिँ छुट्याइदिनुहुन्छ अनि भनेअनुसारको उहाँले चाहिँ गर्नुभएको छ अहिलेसम्म। तर अहिले मैले के लागेको छ, मैले मेरो भोइस चाहिँ म पालिकामा गएर पनि भन्छु, तर अरूहरूको भोइस सुन्नको लागि यस्तै प्लेटफर्म म सिर्जना गर्ने सोचिरहेको छु। अब गएर तपाईँ एक्लै गएर भन्नुहुन्छ अथवा तपाईँको समूह, साथीहरू, क्लबहरूका तर्फबाट गएर भन्नुहुन्छ? मैले स्कुलमा यताबाट गएदेखि यता ट्रेनिङ लिएको नि मैले सुर्खेतमा, अनि यता गएर उता आफ्नो पहिला फर्स्टमा स्कुलमा बनाएँ मैले चाइल्ड क्लब, अनि चाइल्ड क्लबबाट हाम्रो 1-2वटा साथीहरू लगेर पालिकामा जान्थेँ, पालिकामा गर्थेँ। ल, यो चाहिँ गजब कुरा भयो। तपाईँहरूमध्ये यहाँ 4 जना रुकुम पश्चिमबाट हुनुहुन्छ, 1 जना सुर्खेतबाट हुनुहुन्छ। सुर्खेतबाट को हुनुहुन्छ? तपाईँ हुनुहुन्छ। पहिले रुकुम पश्चिममा जाम है। 4 जना मध्ये 1 जनाले भनिदिनु पर्यो रुकुम पश्चिमका ठ्याक्कै समस्याहरू के हुन्, के भयो भने चाहिँ तपाईँ हाम्रा रहरहरू, तपाईँ हाम्रा मनका कुराहरूको समाधान हुन्छ, समस्याको समाधान हुन्छ जस्तो तपाईँलाई लाग्छ? 1 जनाले भनिदिनु पर्यो। तपाईँले भनिदिनुहुन्छ? ओके। तपाईँले हाम्रो रुकुम पश्चिम जिल्लाका चाहिँ के कुराहरू चाहिँ समस्याको रूपमा रहेका छन् त? सर्वप्रथम त बाल विवाह नै हो। आजकल रुकुम पश्चिममा बाल विवाह धेरै नै हुने गरेको छ। अनि यस्तो महिनावारीको समयमा, हाम्रोमा त छैन तर कुनै कुनै ठाउँमा महिनावारीको समयमा यस्तो भित्र जान नदिने त्यस्तो चलन छ। केही कुराहरूमा अवरोध गर्ने होइन, केही कुराहरू सुन्न नदिने चाहिँ छ होइन त? हजुर। ओके। अरू विकासको कुरामा? विकासको कुरामा त पढाइ छ। पढाइको कुरामा अलिकति लगानी पुगेको छैन भनेर भन्नुभयो। शिक्षामा पनि सबै पुगेको छ आजकल। पुगेको छ? हजुर। योभन्दा कहीँ अलि पहिले चाहिँ थिएन, अहिले चाहिँ सबै पुगेको छ। अब स्थानीय सरकारले तपाईँ हाम्रा समस्या समाधानका लागि जुन तरिकाले अहिले काम गरेका छन्, त्यो तवड तरिकाले काम गरिराख्दाखेरि जुन प्रकारको परिणाम आएको छ, त्यो परिणामलाई अझै राम्रो बनाउनका लागि चाहिँ उहाँहरूले के कस्तो तरिकाले काम गरिदिए हुन्थ्यो जस्तो तपाईँहरूलाई लाग्छ? अलि त्यो खास
त्यस्तो छैन तर अलि लगनशील भएर आफूले जनाएका प्रतिबद्धताहरू पुरा गरिदिएपछि राम्रो हुन्थ्यो। सुर्खेतको साथीलाई सोध्छु, रुकुम पश्चिममा त यस्तो समस्या रहेछ, सुर्खेतमा चाहिँ के समस्या छ? रुकुम पश्चिमको समस्या पनि तपाईँले सुन्नुभयो भनेपछि रुकुम पश्चिम र सुर्खेतको समस्या बिचको अन्तर चाहिँ तपाईँले के पाउनुभयो? हाम्रोमा चाहिँ त्यस्तो समस्या केही पनि छैन। पहिला चाहिँ समस्याहरू धेरै पर्ने गर्थ्यो, अहिले चाहिँ पहिलेकोमा धेरै सुधार आइसकेको छ। पहिला खानेपानीको विकास राम्रो थिएन, शिक्षामा पहुँच थिएन, आजभोलि चाहिँ पहिलाभन्दा धेरै नै फरक भयो, डिफ्रेन्ट छ। भनेपछि अब अझै राम्रो गर्नलाई, अहिले भइराखेका कुराहरूलाई पनि राम्रो बनाइराख्नलाई चाहिँ के गर्नु पर्ला जस्तो तपाईँलाई लाग्छ त? अझै राम्रो बनाउनलाई, अझै राम्रो गर्नको लागि चाहिँ हाम्रो अध्यक्षज्यूहरूले चाहिँ राम्रो नीति नियम लगेर अनि राम्रो विकासहरूको निर्माण गरेर गाउँ विकासमा हुन्छ नि त सूचनाहरू अनि जुलुसहरू लगाएर पनि विकासमूलक कार्यक्रमहरू गरेर पनि अझै सहज गर्न सकिन्छ भन्ने लाग्छ। ऋतु चाहिँ नेपाल प्रहरीको लागि आवासीय तालिम लिइराखेको हो है? हजुर। हो। ऋतु विक चाहिँ नेपाल प्रहरीमा भर्ना हुनका लागि नेपाल प्रहरीले सहुलियतमा होइन त सहुलियतमा आवासीय तालिम उहाँलाई गराइरहेको छ। धेरैजनाले तालिम लिइराख्नु भएको छ, त्यसमध्येको एकजना हाम्रो ऋतुजी पनि हो। भनेपछि भविष्यमा नेपाल प्रहरी बन्ने सपना बोकेर हिँड्नु भएको छ हो? हजुर। ओके, तपाईँको आफ्नो सपना रहर नै नेपाल प्रहरी बन्ने हो अथवा चाहिँ अवसर पाइयो बनिहालौँ भन्ने हो? नै, मेरो रहर पनि हो, मैले अवसर पाएको पनि हो है। ओके, तपाईँ यस्तै गरी तपाईँलाई उहाँलाई दिनु माइक्रोफोन, अर्को साथीलाई। तपाईँको आफ्नो उहाँलाई त्यसरी प्रहरी बन्ने रहर थियो र उहाँ प्रहरी बन्ने बाटोमा आफ्नो सपना पुरा गर्न लागिराख्नु भएको छ। त्यस्तै गरी तपाईँको आफ्नो रहर र रुचि केमा हो? त्यो रहर र रुचि घरकाले र सरकारकाले समाधान गर्न के कस्तो कोसिस गरिराखेका छन्? मेरो चाहिँ मैले भर्खर एसी दिएको हो। मेरो +2 चाहिँ साइन्स पढेर डक्टर दिएर तयारी गर्ने हो। घर परिवारको त राम्रो सपोर्ट छ, केही छैन। किनभने पालिकाले पनि गरिब छ भने आम्दानी सहयोग गरेर पढ्नको लागि सहयोग गर्नुहुन्छ, चाहे भने सहयोग चाहिँ गर्नुहुन्छ। पालिकामा त्यस्तो समस्या छैन। तपाईँलाई सोध्छु, तपाईँको आफ्नो रहर र सपना चाहिँ के छ र त्यो रहर र सपना पुरा गर्नका लागि घरका परिवारहरू र हाम्रो देशको राजनीति वातावरण सबै कुराले चाहिँ हामीलाई सहयोग गरेको छ त भनेर? मेरो तपाईँको आफ्नो सपना हुन्छ नि, एउटा रहर हुन्छ नि। मेरो सपना भनेको शिक्षक नै बन्ने हो। आजकल म 11मा पढिरहेको छु, म्याथ विषय लगेर। मेरो घरकाले चाहिँ केही पनि भन्नुहुन्न, सबैमा सपोर्टहरू गर्नुभएको हुन्छ। अनि त्यो तपाईँको आफ्नो एउटा केही सपना जस्तो के बन्छु भन्ने सपना चाहिँ छ तपाईँको? शिक्षक नै हो। शिक्षक नै बन्छु होइन त? शिक्षक बन्नका लागि जुन प्रकारको वातावरण हुनु पर्थ्यो त्यो वातावरण चाहिँ छ कि छैन जस्तो लाग्छ अहिले? छ, एकदमै छ है। हजुर। शिक्षा शास्त्र लिएर पढ्नु पर्यो, अगाडि बढ्नु पर्यो, मेहनत गऱ्यो भने हुन सकिन्छ भन्ने विश्वास है। तपाईँलाई सोध्छु, तपाईँको चाहिँ आफ्नो सपना र रहर के छ? त्यो सपना र रहर पुरा गर्नका लागि घर परिवारको साथ सहयोग र सपोर्ट कस्तो छ र अहिलेको वातावरणले तपाईँलाई कतिको सहयोग गरेको छ? फेरि भनिदिनुहोस्। ओके, तपाईँको आफ्नो रहर हुन्छ नि, आफ्नो सपना। एकछिन सल्लाह गरेर हल्ला गरौँ कि हल्ला नगरेर बसौँ? मेरो आवाज पछाडिसम्म सुनिएको छ? सुनिएको छ है? हल्ला भयो अलिकति, माफ गर्नुहोला है। कि एकछिन हल्ला गर्ने र? एकैछिन यो सेसन सकौँ अनि हल्ला गरौँला है। एकछिन शान्त रहिदिनु होला। तपाईँको आफ्नो रहर र सपना चाहिँ के छ? मेरो सपना चाहिँ म 11 क्लासमा पढ्दै गएर म शिक्षा पढिरहेको छु। त्यस शिक्षालाई पछि गएर जोड दिएर म सकेसम्म शिक्षक नै बन्ने हो। शिक्षक बन्ने सपना, दुईजना शिक्षिका बन्ने सपना देख्नु भएको छ। ओके, त्यो वातावरण छ अहिले तपाईँलाई? अहिले भइराखेको वातावरणले शिक्षक बन्न, शिक्षिका बन्न, म्याडम बन्न चाहिँ कतिको सहयोग गर्छ जस्तो लाग्छ? गरेपछि हुन्छ होला। गरेपछि हुन्छ होला? होला होइन, हुन्छ नै भन्नु पर्यो होइन? तपाईँलाई सोधौँ, तपाईँको आफ्नो रहर र सपना?
मेरो पनि उहाँहरू चाहिँ सेम नै हो, एजुकेसन फिल्ड हो मेरो चाहिँ। अनि म चाहिँ शिक्षक बन्ने नै प्लान हो मेरो पनि, बन्छु पनि हो। तर भन्दाखेरि पनि छ, हाम्रोमा वातावरण पनि छ। मैले कसरी यो फिल्डमा लगेको भन्दा मेरो टिचरहरूले पनि मलाई सजेस्ट गर्नुभएको, तिम्रो यस्तो ट्यालेन्ट छ, तिमी यो फिल्डमा जाँदा राम्रो हुन्छ, अनि तिम्रो आर्थिक अवस्था अनुसार यो फिल्डमा जाँदा राम्रो हुन्छ भन्नुभयो। अनि मैले पनि त्यही अनुसार निर्णय लिएँ, आफ्नो क्षमता अनुसार। अनि आफ्नो आर्थिक शिक्षिका बन्ने सपना देख्नु भएको छ? एकदम। मेरो छोरी 1 वर्ष पुग्दै छिन्, यी 3 जना साथीहरू शिक्षिका बन्न अरू 2-4 वर्ष लाग्छ। त्यति बेलासम्म मेरो छोरी स्कुल जाने हुन्छन् र चाहिँ यी 3 जना छोरीहरूले मेरो छोरीलाई पढाउने भयो, किनभने रुकुम पश्चिमका भयो नि त यिनीहरू। ल शुभकामना दिउँ हाम्रो साथीहरूलाई सपना पुरा गर्नका लागि। तपाईँको तालीले त सपना पुरा हुन्छ जस्तो लागेन मलाई। ओके, अब फेरि म तपाईँमा आउँछु। नेपाल प्रहरी बन्ने सपना पुरा गर्नका लागि तपाईँ आफूलाई चाहिँ कसले सहयोग गर्यो? कसको सहयोग, सपोर्ट, साथले चाहिँ तपाईँ नेपाल प्रहरी बन्ने सपना पुरा गर्ने बाटोमा अग्रसर हुनुहुन्छ? सहयोग चाहिँ मेरो बुवा मम्मीले पनि गर्नुभयो। यस्तो गर्नुपर्छ, अगाडि बढ्नुपर्छ, आफ्नो जीवनमा आफूले आफ्नो खुट्टामा उभिनुपर्छ, पछि गएर आफूलाई सजिलो हुन्छ, भविष्यमा राम्रो हुन्छ भन्नुभएको थियो। र युनो संस्थाले पनि हामीलाई धेरै सहयोग गर्यो। आर्थिक अवस्था कमजोर भएकोहरूलाई पनि धेरै नै सहज गर्यो, वातावरण पनि एकदमै राम्रो थियो। तर हामीले आफ्नो सपना पुरा गर्नको लागि आफूले मेहनत चाहिँ गर्नुपर्छ। जस्तो सुकै परिस्थिति आए पनि आफूले सहेर अगाडि बढ्न सक्ने क्षमता हुनुपर्छ आफूमाथि। भनेको ज्योति फाउन्डेसनको पनि सहयोग रहेर तपाईँ आफ्नो नेपाल प्रहरी बन्ने सपना पुरा गर्ने बाटोमा अग्रसर हुनुहुन्छ होइन? ओके, हाम्रो ऋतुजी जस्तै अरू पनि सपना बोक्नु भएको साथीहरूलाई पनि उहाँहरूको रहर र सपना पुरा गर्नका लागि सहयोग मिल्छ भने हाम्रो ज्योति फाउन्डेसनका साथीहरूले अरूलाई पनि सपोर्ट गर्नका लागि वातावरण बनाउनु हुनेछ भन्ने कुराको म अनुरोध गर्न चाहन्छु। सँगसँगै हामीसँग ब्यानरमा धेरै संस्थाहरू हुनुहुन्छ, उहाँहरूको हौसला साथ सहयोग रह्यो भने अझै धेरै छोरीहरूले आफ्नो सपना पुरा गर्नका लागि धेरै ठुलो बाटो पाउनेछन् भन्ने कुराको आशा पनि गरौँ। म तपाईँलाई सोध्छु, तपाईँको आफ्नो सपना पुरा गर्नका लागि सबैभन्दा बढी साथ दिने को मान्छे हो घरमा? मेरो आमा बुबा दुवैले नै बढी साथ दिनुहुन्छ। अनि कहिलेकाहीँ आमा बुवाले आफ्नो सपना र रहर पुरा गरिदिनुहुन्न भन्ने लागेको बेलामा चाहिँ तपाईँ आफ्नो आमा बुवालाई कसरी कन्भिन्स गर्नुहुन्छ? म जसरी भयो नि मेहनत गरेर तपाईँहरूलाई समाजको अगाडि टाउको निहुराउन दिँदैन। तपाईँलाई म जसरी भए पनि मेरो सपना पुरा गर्छु भनेर म कन्भिन्स गरिहाल्छु। मान्नुहुन्छ? मानिहाल्नुहुन्छ। तपाईँलाई म सेम प्रश्न गर्दिनँ, किनभने जवाब उस्तै आउँछ भनेर होइन। तपाईँलाई सोध्छु, तपाईँहरू जस्तै शिक्षिका बन्ने, डक्टर बन्ने, इन्जिनियर बन्ने अथवा राम्रो हामी जस्तै एउटा पत्रकार बन्ने होइन, जे पनि बन्ने एउटा सपना बोकेर हिँड्नु भएको धेरै छोरीहरू यहाँ हुनुहुन्छ होइन? तपाईँहरू सबैसँग सपना छ? राति देखेको सपना होइन, आँखा बन्द नगरिकन देखेको सपना है? एकदम सपना भएको को हुनुहुन्छ जसले एकदमै म सपना पुरा गर्छु भनेर लाग्नु भएको हुनुहुन्छ? झन्डै सबैजना है? अहिले चाहिँ के डुङ्गा बनाउँदै हुनुहुन्छ तपाईँहरू? सबैजना एकदम व्यस्त देखिनु भएको छ टेबलमा, अलिकति ध्यान दिनु पर्यो है। हाम्रो स्थानीय सरकार छ, पालिका छ, उहाँहरूले तपाईँ जस्ता छोरीहरूको सपना पुरा गर्नका लागि के गर्नुपर्छ जस्तो लाग्छ? के गर्यो भने चाहिँ सरकारको तर्फबाट के गर्यो भने चाहिँ तपाईँको आफ्नो सपना चाहिँ पुरा होला जस्तो लाग्छ तपाईँलाई? यो एजुकेसन तर्फ लगानी गर्यो भने अनि त्यस्तै शिक्षामा लगानी गर्नु पर्यो। हजुर, शिक्षामा विद्यालयहरू राम्रो हुनु पर्यो अनि कक्षा कोठा सफा अलि राम्रो हुनु पर्यो, डेस्क बेन्चहरूको व्यवस्था अनि बोर्ड सबैको राम्रो व्यवस्था हुनु पर्यो। विद्यालयहरू राम्रो भयो भने तपाईँको सपना पुरा हुन्छ जस्तो लाग्छ? हजुर, शिक्षाप्रति लगाव पनि हुनु पर्यो, आफूले पनि परिश्रम त गर्नु पर्यो, धेरै गर्नु पर्यो आफूले, त्यति लाग्छ। तपाईँको कुरा सुनौँ। हाम्रो स्थानीय सरकारले, पालिकाले तपाईँ जस्तै छोरीहरूको सपना पुरा गर्नका लागि के कुरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ? पालिकाले चाहिँ हामीसँग भएको अभाव कुरा चाहिँ
अभाव कुरालाई समाधान गरिदिए जस्तो लाग्छ। जस्तो के चाहिँ अभावहरू पुरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ? जस्तो त्यस्तो खासै अभाव त केही छैन, शिक्षा ठिकै छ, पढ्न पाएकै छौँ, गाउँमै छ। अब अझै राम्रो गर्नका लागि हाम्रा विद्यालयहरू भवनहरू राम्रा हुनुपर्छ, शिक्षकहरू पनि त्यही अनुसारले क्षमतावान हुनु पर्यो, हाम्रो पढाइ पनि त्यही अनुसारको राम्रो हुनु पर्यो भन्ने होला नि त, होइन हो? हजुर, तपाईँलाई सोध्छु ल, हाम्रा स्थानीय सरकारले खास गरी सरकारबाट के कुराको सपोर्ट भयो, के कुराको साथ भयो, के कुराको हौसला भयो भने चाहिँ तपाईँ जस्तै छोरीहरू यहाँ हलमा धेरै हुनुहुन्छ, योभन्दा धेरै छोरीहरू अहिले गाउँमा हुनुहुन्छ, आफ्नो काम गरिराख्नु भएको छ, पढिराख्नु भएको छ भने छोरीहरूको सपना पुरा गर्नका लागि सरकारको कस्तो सहयोग भयो हुन्थ्यो जस्तो लाग्छ? अब जस्तै कि अब एउटा पालिकामा एउटा एकदमै ट्यालेन्टेड मान्छे छ, अब त्यसको आर्थिक अवस्था स्लो छ, जसले गर्दा ऊ भनेअनुसार पढ्न सकिरहन्न। त्यसको लागि मलाई के लाग्छ भने एउटा पालिकामा 2-3 जना चाहिँ यति ट्यालेन्ट मान्छे हुन्छ जसले चाहिँ ठुलै सपनाहरू गर्न सक्छ। त्यसको लागि चाहिँ मलाई के लाग्छ भने एउटा पालिकाले 2-4 जनालाई उसले भनेअनुसारको पढाउने पुरा जिम्मा लिने वातावरण, मतलब वातावरण भन्नाले पनि उसको जिम्मा लिने चाहिँ एउटा केही कार्यक्रम ल्याओस् जस्तो लाग्छ, जसले गर्दा सबै त पढ्छ, सबैले गर्छ भन्ने छैन, तर जसले गर्ने सपना बोकेको छ त्यसले चाहिँ त्यसलाई चाहिँ सजिलो होस्। अब म तपाईँहरूलाई अर्को प्रश्न सोध्छु ल, हाम्रो बुबा आमाहरूले, हाम्रो अगाडिको अभिभावकहरूले त अहिले पनि खेती किसानी गर्दै हुनुहुन्छ, निर्वाहमुखी खेती भन्छौँ हामी। जति काम गर्दा पनि मुस्किलले खाना मात्रै पुग्ने निर्वाहमुखी खेती छ हाम्रो। हामी स्कुल गइरहेका छौँ, पढिरहेका छौँ, यति धेरै सपनाहरू छन्, रहरहरू छन्। यहाँ आएपछि त सबै सपना भएका जिउँदा छोरीहरू देख्न पाइएको छ, भेट्न पाइएको छ भने अब हाम्रो कृषिलाई कि व्यावसायिक बनाएर त्यहीबाट राम्रो गर्नु पर्यो, नभए बुबाले जे दुःख, आमाले जे दुःख बेहोर्नु भएको छ त्यो दुःखलाई कमी गरेर हामी चाहिँ अलिकति सुखको जीवन, सन्तोषको जीवन बाँच्नु पर्यो, होइन? यही नै एउटा ठुलो चाहना हुन्छ तपाईँ हाम्रो यो भूगोलमा रहेका मान्छेहरूको। बुबा आमा भन्दा बुबा आमालाई अब यसपछि आउने जीवनमा सुख दिने र आफूले पनि बुबा आमाले भन्दा बाँचेको जीवनभन्दा अलिकति सहज जीवन बाँचौँ र आफ्ना सन्ततिलाई पनि भोलिका दिनमा त्यस प्रकारको सुखी र समृद्ध जीवन दिन सकियोस्। यो कुरा पुरा गर्नका लागि सरकारी तहबाट अहिले जे जसरी काम भइरहेको छ त्यसमा तपाईँ आफू कतिको सन्तुष्ट हुनुहुन्छ? बिचबाट प्रश्नको जवाफ दिन्छु तपाईँबाट। अहिले तपाईँ हामी जो जीवन बाँचिरहेका छौँ यसलाई अझै सजिलो बनाउन अहिले पनि बुबा आमाले घाँस दाउरा गरिराख्नु भएको छ, होइन? अहिले पनि उहाँहरूले उकाली ओह्राली गरिराख्नु भएको छ। तपाईँ आफूले चाहिँ गर्नु नपरोस्, गर्नु परे पनि त्यसलाई अलिक व्यावसायिक तरिकाले, आम्दानी हुने तरिकाले गर्नु परोस्। यो कुरामा स्थानीय सरकारको सहयोग, साथ, सपोर्ट कस्तो छ? एकदमै राम्रो छ। यस्तोमा त मल बिउ भनेको बेला पाइन्छ गाउँमा? पाइन्छ, त्यहाँ कृषिको हुन्छ नि शाखा छ पालिकामा? हजुर पालिकाको छ, त्यसमा पाइन्छ। सबै यो प्याज लसुन हुन्छ नि, कृषि लगाउने चिजहरू, त्यो सबै बोट बिरुवाहरू अनि बीजहरू सबै पाइन्छ त्यसमा। त्यहाँबाट लगेर नै हो हामी गराउने। अब सरकारले अझै के गरिदियो भने हाम्रो आमा बुवाको अहिले गरिरहेको काममा चाहिँ अझै सजिलो हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई? हाम्रो आमा बुवा त्यस्तो कृषक त हुनुहुन्न, बाबा शिक्षक नै हुनुहुन्छ, आमा हुनुहुन्छ। ए, बाबा शिक्षक हुनुभएको भएर तपाईँ आफू शिक्षिका हुने सपना पाल्नु भएको हो? हजुर। अरू छरछिमेक हुन्छ नि त, काकाहरू अङ्कलहरू, उहाँहरूको त दुःख छ, उहाँहरू पनि शिक्षक नै हुनुहुन्छ। शिक्षकै हुनुहुन्छ? ए, तपाईँको घरमा सबै शिक्षक हुनुहुन्छ? हजुर। तपाईँको कुरा सुनौँ त। कृषिको लागि लगानी गर्यो भने पालिकाले कृषिको लागि बजेट छुट्याएर समयमा नै मल बिउहरू पुर्याइदिने जस्तो काम गर्यो भने चाहिँ कृषिमा अलिक सहयोग पुग्छ जस्तो लाग्छ मलाई। त्यो अहिले भइराखेको छ कि छैन पालिकाबाट? भइराखेको छ। भइराखेको छ? हजुर। अझै राम्रो बनाउनु पर्ने छ अथवा पुगिराखेको छ? के छ? पुगिराखेको छ। पुगिराखेको छ, राम्रो छ। है? हजुर। ओके, तपाईँमा आएँ म। तपाईँ आफू चाहिँ नेपाल प्रहरी भएर
देशको सेवा गर्ने सपना देखिराख्नु भएको छ। तर बुबा आमा अहिले पनि सम्भवतः कृषिमा हुनुहुन्छ होला हो? कृषि कर्म गर्नुहुन्छ? कृषि कर्म गर्नुहुन्छ। उहाँहरूको कृषि कर्म, उहाँहरूको दैनिकीलाई सहज बनाउन तपाईँ हाम्रो वरिपरि भएको सरकारले चाहिँ कतिको सहयोग गरेको छ? धेरै नै सहयोग गरेको छ। अब के गरिदियो भने चाहिँ अझै राम्रो होला जस्तो लाग्छ। अझै कृषिको लागि चाहिँ यति बजेट 80% छुट्याइदिएको भए त्यही सम्बन्धी चाहिँ अलि बढी सहज हुन्थ्यो नि। त्यही लाग्छ मलाई त, अलि बढीको कृषिको लागि हाम्रो गाउँघरमा बजेट अलि बढी छुट्याइदिएर यो सम्बन्धी यस्तो गर, यस्तो गर्दा यस्तो हुन्छ भन्ने सुझाव दिएको भए अझै राम्रो हुन्थ्यो। ओके, म अर्को प्रश्न गरेँ, तपाईँहरूलाई सेम प्रश्न गरिनँ तपाईँलाई है। यता माइक्रोफोन पुर्याइदिनु होला। जस्तो अघि एकजना हाम्रो हुम्लाको साथीले भन्दै हुनुहुन्थ्यो, छोरीका मनका कुरा छोराका भन्दा अलि धेरै हुन्छन्। एक हदसम्म त ठिकै किन हो भने स्वास्थ्यसँग जोडिएका, स्वास्थ्य सुरक्षासँग जोडिएका विषयहरू हुन्छन्, केही जिज्ञासाहरू हुन्छन्। ती जिज्ञासाहरू चाहिँ छोराको भन्दा छोरीका अलि धेरै हुन्छन्। स्वास्थ्य समस्या पनि महिनामा एकपटक त महिनावारी नै हुन्छ भनेपछि त्योसँग जोडिएका समस्याहरू पनि धेरै हुन्छन्। अब अहिले प्रत्येक स्वास्थ्य संस्थाहरूलाई सकेसम्म किशोर किशोरी मैत्री स्वास्थ्य संस्था बनाउनुपर्छ भनेर भनिएको छ। त्यो कोसिस पनि गरिएको छ होइन? अब भूमिका नबाधिकन तपाईँलाई सोध्छु, अरूले पनि सुनिराख्नु होला यो प्रश्न है। तपाईँ आफ्नो कहिलेकाहीँ आउने स्वास्थ्य समस्या गोप्य रूपमा भनौँ र त्यसको समाधान खोजौँ भन्दाखेरि रुकुम पश्चिममै तपाईँ हाम्रो घर छेउमै रहेको स्वास्थ्य संस्थामा त्यस प्रकारको सुविधा छ कि छैन? मलाई मैले चाहिँ अहिलेसम्म त्यो समस्या चाहिँ आएको छैन। मलाई अरूको तुलनामा चाहिँ आएको छ त्यो थाहा भएन। तर मैले मेरो त्यस्तो समस्या आयो यदि भने यसलाई सुनाउँछु भन्ने मान्छे छ कि छैन तपाईँको स्वास्थ्य संस्थामा? त्यस प्रकारको वातावरण छ कि छैन? हाम्रो जिल्ला अस्पतालमा पनि छ त्यो वातावरण। अब हामीलाई समस्या आयो भने हामीले गएर त्यहाँ सोध्यौँ भने हामीलाई चाहिँ मैत्री, किशोर किशोरी मैत्री छ। हाम्रो भावना अनुसार, हाम्रो सबै गोपनीयता अनुसार हुन्छ। तपाईँ आफूले चाहिँ कहिलेकाहीँ आफूलाई पर्ने स्वास्थ्य समस्याहरू समाधानका लागि स्वास्थ्य संस्थामा गएर फर्किनु परेको छ, अथवा तपाईँको आफ्नो कुरा भन्ने वातावरण नपाएर तपाईँ निराश भएर फर्किनु परेको दिन छ? कुनै दिन छ त्यस्तो समय छ? छैन। छैन है। अब त्यस्तो परेको खण्डमा चाहिँ तपाईँ आफूले त्यो समस्या सुनाउन यो मान्छे मेरा लागि हुनसक्छ भन्ने कसलाई बनाउनु भएको छ कि छैन त्यस्तो वातावरण? फेरि भन्दिनु। तपाईँको आफ्नो कुनै स्वास्थ्य समस्या पर्यो यदि भने गोप्य कुराहरू भन्नु पर्यो, अरूलाई नभनिकन स्वास्थ्य समस्या समाधान होस् भन्नका लागि चाहिँ त्यस प्रकारको वातावरण छ कि छैन तपाईँकोमा? छ है। कस्तो यास्नो क्वेसन जस्तो दिनुभएको के? ओके, जे होस् स्वास्थ्य सुरक्षाका हिसाबले तपाईँ आफू विश्वस्त हुनुहुन्छ हो? हजुर। ओके, तपाईँमा जाउँ है। तपाईँ हाम्रो गाउँघरमा भएका स्वास्थ्य संस्थाहरूले तपाईँहरू जस्ता छोरीहरूको समस्या समाधानका लागि, उपचारका लागि कस्तो काम गरिरहेका छन्? पहिलो कुरो त हाम्रो स्वास्थ्य चौकी के यो टाढा नै छ। 1 घन्टा 1.5 घन्टा लाग्छ। त्यहाँ प्राय जानुहुन्न। त्यस्तो भयो भने 2 घन्टा लगाएर बरु तल बजारकोमा आउनुहुन्छ मेडिकलमा। घर भएको ठाउँबाट स्वास्थ्य संस्थामा पुग्न झन्डै 2 घन्टा हजुर। पैदल हिँड्नुपर्ने कि गाडीमा? पैदलै हिँड्नुपर्ने है। त्यसो भए अलिकति गाह्रो छ स्वास्थ्य उपचारको हिसाबले। गाडीहरू पनि जान्छन् जान त, तर त्यस्तो राम्रो बाटो छैन। भनेको बेला गाडी पाइँदैन, हजुर। त्यसले गर्दा हिँडेर जानुपर्छ है। हजुर। अब यो 2 घन्टाको दूरीमा रहेको स्वास्थ्य संस्था छ, झट्टै के पर्ला, आपत पर्ला, कहिले के होला, यो समाधानका लागि तपाईँ हाम्रो घर नजिकै रहेको स्थानीय सरकारले चाहिँ के गरिरहेको छ त? त्यहाँ बाटो अलि राम्रो बनाउन पहल चाहिँ गरिराखेकै हुनुहुन्छ। त्यहाँका वडा अध्यक्षहरू अनि गाउँपालिकाका अध्यक्षहरू सबैले पहल गरिरहनु भएको छ। तर एकचोटि बाटो स्वर छ अनि फेरि माथि पानी आएर त्यस्तै पहिरो भनेको बाटो राम्रो भएको खण्डमा मात्रै तपाईँहरूको स्वास्थ्य संस्थासँगको एक्सेस, तपाईँले त्यहाँबाट लिने सुविधा राम्रो हुन्छ होइन त? हजुर। बर्खा लाग्छ फेरि
गाडी केही पनि जाँदैनन् त्यहाँ। फेरि हिँड्नुपर्छ है। ओके, बाटो नै सबभन्दा ठुलो समस्या हो स्वास्थ्य उपचार गर्नका लागि, होइन त? तपाईँको कुरा सुनौँ। स्वास्थ्य उपचार गर्न तपाईँ आफूलाई कस्तो सहज असहज छ? तपाईँको घर नजिकै रहेको स्वास्थ्य संस्थाले तपाईँलाई कस्तो सेवा उपचार दिइरहेको छ? तपाईँले कस्तो सेवा पाइराख्नु भएको छ? तपाईँ भनेको तपाईँको परिवार, तपाईँको गाउँ, तपाईँको समाज सबै। हाम्रो घर नजिकै चाहिँ पालिका अस्पताल छ। स्वास्थ्य चौकी चाहिँ अलि वडा ठुलो भएको कारण स्वास्थ्य अलि टाढा छ। स्वास्थ्य चौकी चाहिँ टाढा छ, अरू सबैलाई सहज हुने गरी अलि टाढा छ, तर आधा घन्टा मात्र लाग्छ। आज त्यति पनि लाग्दैन होला, पालिका अस्पताल नै छ, त्यही भएर सहज नै छ। कसैलाई पनि गाह्रो छैन, गाडी पनि जान्छन्, सजिलै पाइन सक्छ। त्यही भएर रोडहरूको पनि व्यवस्था छ अनि गाह्रो छैन, सहज नै छ। ओके, तपाईँको कुरा सुनौँ। स्वास्थ्य सेवाको अवस्था सुर्खेतको खास गरी तपाईँ जस्ता छोरीहरूले तपाईँ रहेको गाउँठाउँमा के कसरी पाइरहेका छन्? यसलाई अझै राम्रो बनाउन के गर्नु पर्ला? सेवा सुविधाहरू त पाइरहेको छन्। सेनिटरी प्याडको पनि व्यवस्था भइरहन्छ, गाउँ गाउँमा गएर बेला बेलामा महिनामा भनौँ भइरहेको हुन्छ। यसलाई अझै राम्रो गराउनको लागि चाहिँ हाम्रो वडा अध्यक्षले चाहिँ नगरपालिकामा कुरा राखेर गाउँसम्म अझै योभन्दा व्यवस्थित हुन्छ नि त। स्वयंमा आफै आएर हामीहरूको छोरीहरूलाई यस्तो यस्तो भनेर यस्तो बारेमा जानकारीहरू दिएर अझै राम्रो गराउन सकिन्छ जस्तो लाग्छ मलाई, सुधार ल्याउन सकिएला। ओके, अब स्कुलमा आउँला। विद्यालयमा छोरी र छोरामा कुनै विभेद छ कि छैन? तपाईँ आफूले चाहिँ छोरी भएका कारणले विद्यालय अथवा अरू कुनै ठाउँमा छोरी भएकै कारणले कुनै प्रकारको विभेद बेहोर्नु परेको छ? तपाईँबाट सुरु गरौँ। त्यस्तो विभेद के बेहोर्नु परेको छैन। हाम्रो स्कुलमा भयो, गाउँघरमा छोराछोरी बराबर नै मानिन्छ है। सबै कुरा गजब छ। तपाईँकोमा आएँ, तपाईँ आफू छोरी भएकै कारणले यो कुरा गर्न हुँदैन अथवा तिमी छोरी हौ यो नगर भनेर कहीँ रोकटोक गरेको, विभेद गरेको त्यस्तो अनुभव छ तपाईँको? छैन, आजसम्म कसैले पनि रोकटोक गरेको छैन। तिमी छोरी मान्छे यो नगर भनेर कसैले पनि भनेको छैन। ए छैन है। तपाईँको कुरा सुनौँ न। योमा तपाईँलाई कसैले रोकेको छ? तिमी छोरी हौ यो गर्न हुँदैन, यो कुरा गर्नै हुँदैन भनेर कसैले रोकेको छ? रोकेको कसैले पनि छैन। हाम्रो स्कुलमा त छोरालाई भन्दा नि छोरीलाई नै बढी महत्त्व दिनुहुन्छ। भनेको माया गर्नुहुन्छ, महत्त्व दिनुहुन्छ है। ल ओके, तपाईँको कुरा सुनौँ। मेरो पनि छैन। यदि भएको भए म त्यहाँबाट यहाँ आउने अवसर मलाई मिल्दैन थियो होला, त्यस्तो छैन। अब भोलिका दिनमा छोरीहरूलाई कुनै प्रकारको विभेद अझै नहोस्, अझै छोरीहरूलाई यस प्रकारका अवसरहरू प्राप्त भइरहन् भन्नका लागि तपाईँ आफूले गरिराखेको कोसिस चाहिँ के हो? मेरो कोसिस चाहिँ अझै के कोसिस गर्ने मन छ ताकि तपाईँ जस्तै छोरीहरूले कुनै प्रकारको विभेद बेहोर्नु नपरोस् छोरी भएकै कारणले? बुझ्नुभयो मेरो प्रश्न? तपाईँ जस्तै छोरीहरूले भोलिका दिनमा कुनै प्रकारको विभेद बेहोर्नु नपरोस्। तिमी छोरी हौ, नगर, सक्दैनौ यो काम, तिमीले गर्ने होइन, यो भाइले गर्छ, यो दाइले गर्छ भनेर भन्ने जुन वातावरण कहीँ न कहीँ छ नि, त्यो नहोस् भन्नका लागि तपाईँ आफू चाहिँ के गर्नुहुन्छ भनेर सोधेको। त्यस्तो वातावरण छैन। त्यस्तो वातावरणै छैन? हजुर। ए भयो भने चाहिँ के गर्नुहुन्छ भनेर? भयो भने चाहिँ सबै समाजमा मिलेर समाधान गर्न सकिन्छ। ओके हुन्छ, तपाईँलाई सोधेँ है। तपाईँ अलि पालिकामा जानु पनि हुँदो रहेछ, अलिअलि प्रश्नहरू पनि राख्नु हुँदो रहेछ होइन? अलि जाँगरिलो जस्तो लाग्यो भनेपछि अहिले पनि तपाईँहरूले नभने पनि कहीँ न कहीँ तिमी छोरी हौ यसकारण नगर, छोरीले गर्ने होइन, यो त भाइले गरिहाल्छ नि, तिमी दिदी भनेको त घर खाने हो जस्तो व्यवहार अहिले पनि कहीँ न कहीँ छ। इभन मेरो घरमा पनि त्यो छ होइन? तिमी त अर्काको घर जाने मान्छे, यो सिक भन्ने वातावरण छ भने त्यो समाधानका लागि तपाईँ आफूले स्थानीय सरकारलाई पनि यो समस्या छ है भन्ने, समाधानका लागि यो गर भन्ने त्यस्तो कोसिसहरू चाहिँ गर्नुभएको छ कि छैन? मैले चाहिँ त्यस्तो गरेको छैन त्यस्तो कोसिस चाहिँ। तर हाम्रो समाजमा अहिले के देखिरहेको छु भने मैले पहिलेको कुरा चाहिँ त्यस्तै थियो, पहिला चाहिँ सबैको त्यस्तै थियो, सेम नराम्रै थियो। र अहिले चाहिँ म के गर्छु, के देखिरहेको छु भने अहिले हाम्रो ठाउँको मान्छे के सोच्नुहुन्छ भने
पढाइ जस्तो त अमेरिका जानुहुन्छ, हाम्रो रुकुमको अमेरिका नै गइसक्नुभयो, अमेरिका अनि अलिक तल्लो भएको इन्डियातिर जानुहुन्छ, हाम्रो आमा पनि इन्डिया नै हुनुहुन्छ। अनि हल्का बजेको चाहिँ हल्का ट्यालेन्ट मान्छेहरू चाहिँ डक्टर इन्जिनियर यता निजामतीतर्फ जान्छ, अनि हल्का बजेको मान्छेहरू चाहिँ त्यस्तै त्यही पेसाहरू कृषिहरू गरिरहेको हुन्छ। तर हाम्रोमा के छ भने छोरा मान्छेले जेसुकै गरोस्, छोरा मान्छेले इन्डिया गएर पनि कमाएर खान्छ, विदेश गएर पनि कमाएर खान्छ, अमेरिका पनि जान्छ, त्यसले जे पढोस् नपढोस् जेसुकै गरोस्, तर छोरी मान्छेले चाहिँ पढ्नुपर्छ, किनकि नेपालमै जागिरी खानुपर्छ। सानो जागिरी होस् तर नेपालमै आफू आत्मनिर्भर हुनुपर्छ, आफूले जब गर्नुपर्छ भन्ने चाहिँ हाम्रो फ्यामिलीबाट सुझाव पाइरहेको हुन्छु मैले, हाम्रो टिचरहरूबाट, सबैबाट। हाम्रो समाज नै त्यसै छ कि छोराले जेसुकै गरोस् तर छोरीले चाहिँ जागिरी खानुपर्छ, आफ्नो खुट्टामा आफै उभिनुपर्छ भनेको छोरालाई बरु त्यति दबाब छैन जति छोरीलाई दबाब छ। हो, त्यो त आफ्नो खुट्टामा आफै उभिनको लागि छोरालाई भन्दा छोरीलाई दबाब छ जस्तो मेरो फ्यामिलीमा छ। ओके, सकाउँ लगभग हुन्छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो रुकुमबाट लक्ष्मी खत्री, कविता खत्री, अस्मिता मल्ल र सहिष्णुता पुन हुनुहुन्थ्यो, र सुर्खेतको भेरीगङ्गाबाट हाम्रो ऋतु विक हुनुहुन्थ्यो। हाम्रो 5जना साथीहरूले जे कुरा यहाँ भन्नुभएको छ त्यो कुराहरू अझै सशक्त भएर अगाडि बढोस्। तपाईँहरूको यो जाँगरिलो उपस्थितिका लागि धेरै धेरै धन्यवाद। यो सुरुवात मात्रै हो। हामीले यस प्रकारको जाँगरिलो कार्यक्रमहरू, यस प्रकारको छलफलहरू, मन्थनहरू धेरै गर्नु छ। हामी अघु दिनहरूमा पनि यस प्रकारले अगाडि बढ्नेछौँ। म होइन, हामी भनौँ, र एक्लै होइन, सँगै हिँडौँ। एकतामा धेरै ठुलो बल छ। त्यसले गर्दाखेरि कर्णाली छोरी सम्मेलनबाट फर्केर गएपछि तपाईँ आफै एक्लै दौडेर केही पनि हुँदैन। पालिकाको जनप्रतिनिधिहरूलाई पनि एउटा सामूहिक हिसाबले जाने, क्लब बनाउने, समूह बनाउने, असल कामका लागि सामूहिकताको भावनाका साथ अघि बढ्ने प्रेरणा मिलोस्। यहाँहरूलाई धेरै धेरै धन्यवाद। ओके, धन्यवाद यहाँहरूलाई पनि। यो 2वटा जिल्लाको साथीहरूको मनको कुरा सुन्ने अवसर तपाईँ हामी सबैलाई प्राप्त भयो। मलाई विश्वास छ तपाईँहरूलाई बोर भएको छैन, र यहाँ